नगर 13 इन्द्रपुरमा यो बाघको आक्रमण अहिले भएको अवस्था आज हाम्रो रातिको अवस्थामा 1 बजेको समयमा यो गोठबाट निकालेर एउटा गाईलाई चाहिँ मारेको अवस्था छ। यो वीरेन्द्रनगर 11, 13 यो झुप्रा खोला आसपासको बस्तीहरू चाहिँ सजग भएर बस्नु होला कृपया। अहिले चाहिँ यो बच्चासँगको बाघ चाहिँ यहाँ देखेको स्थानीयवासीले बताउनु भएको छ। हामी यहाँनिर देख्न सक्छौँ यो दृश्य अहिले देखिएन। अब बाघको अवस्था हामीले देख्न पाएको त पाएन, त्यही छैन। अब बाघ देख्ने कुरै भएन। बाघ त अब त्यो मुन्टो अब 1 बजेर 2 मिनेटमा डेढ गरेको हो। हामीले अब दृश्य अब जिग्रियो बाघले त मान्छे न गरेको लैगयो पारेर। अब 2 कोटा माथि लैगयो। एउटा गाई पारि पनि कयो मारेको छ अस्ति। चन्द्रपुरमा गाई मार्या गोठभित्र अध खाइया अध छोडिया। चन्द्रपुर मार्या। तपाईको त्यो गोठदेखि चाहिँ यहाँसम्म यसरी चाहिँ यसले लिएर आएर यता ल्याएपछि चाहिँ तपाईको यहाँनिर ल्याएर यसरी मारेर चाहिँ उसले एउटा खुट्टा केही भाग चाहिँ शरीरको खाएको छ। सावधान रहनु होला। यो वीरेन्द्रनगर 11, 13 इन्द्रपुर नजिकको मान्छेहरू वन जङ्गलमा जाँदा होस पुर्याएर जानु होला। बिहान साँझ चाहिँ धेरै होस पुर्याउनु होला है। यहाँबाट यसरी चाहिँ गोठभित्रबाट चाहिँ निकाल्ने यहाँ लतारेर यसरी चाहिँ लगेको अवस्था है। साथीहरू यो बाघको आक्रमण वीरेन्द्रनगरमा यसरी चाहिँ यहाँ भित्रबाट यिनलाई केही गरेछ कि नै? त्यही एउटा मात्रै केही पनि गरे हैन। बाछी पनि ठिक छ, त्यो पनि ठिक छ। त्यो कलर ध्यानै हो। त्यो पनि उनलाई अब बाल हाल्नु पर्यो, आगो बाल्नु पर्यो। के गर्ने? बाघको अलि आगोको डर हो। आगो ने भाएर बाल्नु पर्यो। अब खनै मुडा बाल्नु पर्यो। 1-2 दिन त हटाउनु पर्यो यसलाई। दुईटै भ्याउने, एउटा भ्यागे एउटा भ्याउने छ। यहाँ आगो यसरी बाल्दिनु पर्यो। अब के गर्ने त? भुजन साइड लगाएर धुवा भए पनि साला बाघ हट्छ। यो झुप्रा खोला को किनारमा रहेको बस्ती हो, इन्द्रपुरको बस्ती। यहाँनिर चाहिँ गोठबाट यसरी भित्रबाट निकालेर चाहिँ लगेर अहिले खाएको अवस्था बाघले है। यसरी चाहिँ यो ठ्याक्कै यो धुल्याबिट वीरेन्द्रनगर 11 धुल्याबिटको जङ्गल चाहिँ ठ्याक्क सटेको छ क्या यो बस्तीसँग। त्यो भएको हुनाले यही जङ्गलबाट आएर चाहिँ यसले आक्रमण गरेको हुनसक्छ। यहाँनिर चाहिँ वन पनि ठुलो वन छ। विचार पुर्याउनु होला। यो वनमा आउँदाखेरि वीरेन्द्रनगर 11 को वन हो यो। यस्तो छ यहाँ चाहिँ यो जङ्गलले घेरिएको छ। यो बस्तीलाई ठ्याक्कै यो जङ्गलले छोएको छ। यहाँनिर यस्तो बस्ती छ। यहाँनिर चाहिँ आज आएर चाहिँ बाघले आक्रमण गरेको अवस्था। हाम्रो वीरेन्द्रनगर 13 नम्बर वडामा बस्ने श्री अमरबहादुर साईको चाहिँ यो गोठबाट चाहिँ गाई तानेर खाएको बाघले। उहाँहरू चाहिँ अहिले चाहिँ गोठमा आउनुभएको अवस्था छ। अहिले हामी देख्न सक्छौँ उहाँहरू सँगसँगै छौँ। राति 4 बजे आउँदा चाहिँ अनि तपाईँहरूलाई त एकदम जोखिम भयो त। कसरी हेर्नुहुन्छ अब? बत्ती पनि छ, त्यहाँबाट बत्ती जोड्या पनि छैन। कहिले त अब हामीलाई त गाह्रो पर्यो। अब त गाई दिउँसो दुने बत्ती त जोड्न पाउनु पर्यो। बत्ती त हाम्रो बत्ती छ। अब जस्तै अब बुढी गाई दुन आउँछ होइन, बुढीले पनि हान्नेलाई कहिले यस्तो भयो हान्छ यो बाघ। हेर्नु न बाघ कत्रो छ। मैले पनि नहट्यो बाघ। त्यसलाई दबाउने कि छोडौँ? अब यसलाई त दबाई दिनु पर्यो। सेन्टा गन्दा आउला। अब सबैजना मिलेर अब यहाँ आइगयो होइन, केही होइन। के त गर्नु पर्यो यहाँ। मान्छे पनि सकियो।